कहिलेकाहीँ यस्तो लाग्छ नि संसार घुमेरै पैसा कमाउनु पाए कस्तो हुन्थ्यो होला। धेरैका लागि यो केवल एउटा सपना मात्र होइन, एउटा करियर नै हो। आज हामी उड्डयन र पर्यटनको यही रमाइलो दुनियाँमा डुबुल्की मार्दैछौँ र आइएटिएसले कसरी यस्ता सपनाहरूलाई वास्तविकतामा बदल्न मद्दत गर्छ भनेर हेर्दैछौँ। सोच्नुस् त, आकाशमा उड्ने जहाजहरू, नयाँ नयाँ ठाउँहरू अनि फरक फरक संस्कृतिहरूलाई एक आपसमा जोड्ने मौका। यो सोचले नै मन कस्तो रोमाञ्चित हुन्छ होइन त? यदि यस्तो करियरले मन तान्छ भने यो यात्रा एउटा नयाँ मोड बन्न सक्छ। त्यसो भए यो सपनालाई साकार पार्ने गाइड चाहिँ को हो त? आउनुहोस् परिचय गरौँ आइएटिएससँग, अर्थात् इन्स्टिट्युट फर एभिएसन एन्ड टुरिज्म स्किल्स। आइएचको सबैभन्दा बलियो पक्ष के हो थाहा छ? त्यो हो यसको जग। यो संस्था त्यत्तिकै खुलेको होइन। पर्यटन कलेज, ट्राभल उद्योग र अन्तर्राष्ट्रिय एयरलाइन्समा 15 वर्षभन्दा बढी काम गरेका भोगेका अनुभवी पेशेवरहरूले यसलाई स्थापना गरेका हुन्। यसको मतलब के हो भने यहाँ किताबी ज्ञान मात्रै होइन, उद्योगमा साँच्चीकै काम गरेका सफल व्यक्तिहरूबाट सिक्न पाइन्छ। यो त एकदमै ठूलो फाइदाको कुरा हो। आइएटिएसको लक्ष्य एकदमै सरल र स्पष्ट छ। उड्डयन र पर्यटनमा सफल करियर बनाउन चाहनेहरूका लागि पहिलो रोजाइको संस्था बन्ने। अनि त्यो कसरी? व्यवहारिक र सिधै करियरमा काम लाग्ने तालिम दिएर। त्यसो भए उनीहरूले यो गर्छन् कसरी त? उनीहरूको एउटा छुट्टै विशेष विधि छ जसले करियरको सुरुवात गराउँछ। आउनुहोस् यसलाई अलि नजिकबाट बुझौँ। ल, यही हो आइआइटिएसको दर्शनको मुटु। मोटिभेट, मेक, म्यानेज। यो एउटा गजबको 3 चरणको तरिका हो। पहिले उनीहरू भित्रबाट जोश जगाउँछन्, त्यसपछि दक्ष बन्न जे चाहिन्छ त्यो सिप र औजारहरू दिन्छन्, र अन्तमा उद्योगमा सही ठाउँमा पुग्नको लागि व्यवस्थापनमा पनि सघाउँछन्। भन्नुको मतलब यो त सफलताको लागि एउटा पूर्ण प्याकेज जस्तै भयो। यहाँ आइएटिएसले के प्रदान गर्छ भन्ने कुराको एउटा सानो झलक देख्न सकिन्छ। एयरलाइन टिकटिङ जस्ता प्रवेश स्तरको तालिमदेखि लिएर होइन म आफ्नै ट्राभल एजेन्सी खोल्छु भन्नेहरूका लागि व्यापार परामर्श अनि करियरमा कसरी अगाडि बढ्ने भन्ने मार्गदर्शनसम्म उनीहरूले एकदमै फराकिलो क्षेत्रलाई समेटेका छन्। कुनै पनि संस्थाको कुरा गर्दा उसको अनुभव र सफलताको रेकर्ड सबैभन्दा महत्त्वपूर्ण हुन्छ, होइन र? ल, अब हेरौँ आइजिटिएसले यो क्षेत्रमा आफूलाई कसरी प्रमाणित गरेको छ। 1000 भन्दा बढी प्रशिक्षार्थीहरू, त्यो पनि केवल उड्डयन क्षेत्रमा। यो कुनै सानो संख्या होइन है। यसले आइएटिएस प्रति मानिसको विश्वास र भरोसा कति छ भनेर स्पष्ट रूपमा देखाउँछ। र कुरा यतिमै सकिँदैन। ट्राभल र टुरिज्ममा थप 600 भन्दा बढीलाई तालिम दिइसकेको छ। अब यी दुई संख्यालाई जोडेर हेर्ने हो भने यसले उद्योगमा आइएटिएसको पहुँच र प्रभाव कति फराकिलो छ भन्ने कुरा छर्लङ्ग पार्छ। तर महत्त्वपूर्ण कुरा के हो भने यी संख्याहरू केवल तथ्याङ्क मात्र होइनन्। यी त दक्ष पेशेवरहरूको एउटा समुदाय हो जसले आइएटिएसको सफलताको कथा भनिरहेका छन्। हो, यो सफलताको पछाडि उद्योगको गहिरो अनुभव बोकेको नेतृत्व टोली छ। यसले के सुनिश्चित गर्छ भने यहाँ दिइने तालिम सधैँ सान्दर्भिक, अप टु डेट र बजारलाई जे चाहिएको छ त्यही अनुसारको हुन्छ। अनि आइएटिएस एक्लै काम गर्दैन। प्रतिष्ठित कलेजहरूसँगको उनीहरूको साझेदारीको अर्थ हो कि यहाँका कार्यक्रमहरू व्यावहारिक मात्र होइन, शैक्षिक रूपमा पनि बलियो छन्। यसले गर्दा दुवै संसारको सर्वश्रेष्ठ फाइदा लिन सकिन्छ। ल, यति सबै जानकारीपछि अब प्रश्न उठ्छ, आफ्नो यात्रा कसरी सुरु गर्ने त? आइएटिएसले यसलाई एकदमै सजिलो बनाएको छ। सपनाको उडान भर्ने ठाउँ कतै टाढा छैन। यो काठमाडौँको ज्ञानेश्वरमै अवस्थित छ, जहाँबाट आफ्नो करियरको शानदार सुरुवात गर्न सकिन्छ। यो सबै हेरिसकेपछि अब एउटै प्रश्न बाँकी छ कि आफ्नो करियरलाई नयाँ उचाइमा लैजान र उड्डयन तथा पर्यटनको यो रोमाञ्चक संसारमा उडान भर्न तयार हुनुहुन्छ?